आज हामी रारा जाँदैछौँ। सबैभन्दा पहिला हामी स्कुलबाट निस्क्यौं। साथीहरू भने टन्नै थिए। धेरै बेर पर्खँदा पनि बस नै आएन। अनि एकछिन पछि बस पनि आयो। एउटा बस अगाडि गयो अनि एउटा बस पछाडि गयो। म चाहिँ पछाडिको बसमा थिएँ। मलाई चाहिँ झ्यालको सिट परेको थियो। हावा भने सरर आइरहेको थियो। साथीहरूसँग रमाइलो गर्दै यात्रा गरियो। करिब 1.5 घण्टा यात्रा गरेपछि मिली चौरमा पुग्यौं। अब यहाँबाट अगाडि गाडी जाँदैन, हिँडेर जानुपर्छ। साथीहरू भने मजाले हिउँ खेलिरहेका थिए। त्यसपछि बाटोतर्फ लाग्यौं। फाइनली हामी रारा पुग्यौं। रारा भने दामी देखिरहेको थियो। एकछिन रमाइलो गरेपछि हामी माझगट्टतिर लाग्यौं। एकछिन हिँडेपछि पुलमा पुग्यौं। पुलमा त धेरै साथीहरू थिए अनि पुलमा एकछिन फोटो खिच्यौं। फोटो खिचेपछि हामी बाटोतिर लाग्यौं। फाइनली हामी आजको बस्ने ठाउँमा पुग्यौं। त्यहाँ पुगेर सबैभन्दा पहिला त तातो पानी पिएँ। सुस्मिता मिस भने चिया भनेर खाना आकी थिइन्। अन्तिममा पानी पो रहेछ। तातो पानी खाएपछि खसी काट्न रेडी गरियो। अनि खसी काट्दा त एकै चोटमा जान्छ सोचेको थिएँ, तर ठिक उल्टो पो भयो। एक चोट भनेको त 10 चोट पो लाग्यो। खाना बन्दै थियो। सबैजना बसेर रमाइलो गरिरहेका थिए। मजाले रमाइलो गरियो। त्यसपछि खाना खाएर सुत्नलाई कोठातिर गएँ। पार्ट 2 को लागि कमेन्ट गर्नु होला। साथै पुरा भिडियो च्यानलमा छ, गएर हेर्नु होला।